सबैजनालाई फेरि पनि स्वागत छ हाम्रो मिनी ब्लगमा। आज चाहिँ हामी घरमा आइरहेछौँ थानकोट। यहाँनिर चाहिँ मेरो बुहारीहरू दुईजना, कान्छा भाइ, जेठा भाइ, छोरा आशी, दिदी र दादा बाहिर, मम्मी पनि बाहिर हुनुहुन्छ। हामी चाहिँ आज बदेलको भुटनलाई चाहिँ यसरी साँधेर चाहिँ मस्त खाइरहेछौँ। कस्तो लागिरहेछ यो खाँदाखेरि चाहिँ? यो चाहिँ उता मम्मी पनि मासु बोकेर हाम्रो लागि चाहिँ एकदम दसैँ लागिरहेछ। भोलि टिका होस् कि आज टिका होस्, तर खानु छोडिँदैन। अनि खास क्यामेरा क्वालिटी राम्रो नभएपछि अगाडिदेखि मात्रै हुँदो रहेछ। सुक्रेललाई चाहिँ यहाँनिर मासु साट्ने चाहिँ उहाँ भाइ नै हुनुहुन्छ। छोरी सानो यता ल यो यसो साँधेको मासु खाँदाखेरि चाहिँ तँलाई कस्तो फिल भइरहेछ ल भनिदेऊ त। यता हेरेर अनि 19 केजी मासु राखेको रहेछ। अनि ल 19 केजी मासु काट्दा चाहिँ कस्तो भयो त मेरो भाइ कान्छालाई चाहिँ कस्तो फिल भयो त? सबै राख्ने मन थियो, अहिले 19 केजी मात्रै राखेको। सुक्रेल चाहिँ भन्दा खुसी होला यसलाई त। यता पवितालाई चाहिँ कस्तो फिल भइरहेछ? यहाँनिर आफ्नै बुढाले चाहिँ यति मिठो साँधेर चाहिँ मासु खाँदिएको भए फिल भइरहेछ तपाईलाई? तपाईको आफ्नै बुढाको हातबाट मेरो छोराछोरीहरु जान पर्यो रे। बुढा चाहिँ यस्तो यो साध्नुको कारण चाहिँ खास रक्सीको ऊ भएर हो क्या, लत भएर जस्तो। यता चाहिँ म आज भाइले चाहिँ यति मिठो खानेकुरा चाहिँ रेडी गरेको देखेर चाहिँ म चाहिँ एकदम खुसी छु। हजुर पनि यसपालि दसैँ राम्रोसँग मनाउनु होला, टन्ना मासु खानु होला, तास खेल्नु होला, घरमा फ्यामिलीसँगै रमाइलो गर्नु होला। हामी चाहिँ थानकोटमा गुन्द्रुक छाप्रोतिर बस्छौँ। पोका